चाहिँ आज बजार हिँडेको बजार यता हामी चाहिँ अगाडि हिँड्न सक्यौँ अहिलेदेखि मेरो छोराले बोक्नु पर्दैछ त हिँड हिँड ल बोक्ने तरिका छोराको बोक्ने तरिका त खतरा छ त्यसरी पनि बोक्छ होला अच्छा मजा बहिनीहरूसँग नि हिँडेको बहिनीहरू त्यस्तो ढिलो गर्छ पछाडि नै छन् हामी चाहिँ हिँडेको बिस्तारै झन्डै लड्यो केटाकेटीसँग कहिले पुग्नु भइरहेको छ बाटो पनि 1 घन्टाको छ नि त्यस्तै हो के आउँदै जाँदै गरेको गर्छ यहाँ पर आइसक्यो न फेरि परै पुग्यो यता एउटा हाँगमा आउँदैछ हाँगमा बहिनीहरू चाहिँ आएन हामीले छोडिदिएको हामी चाहिँ हिँडेको दो लिना लो हामी चाहिँ पातल डाँडा आइपुग्यौँ यहाँ आउँदा पनि उनीहरू आइपुगेन हामी चाहिँ त्यही भएर छोडेर हिँडेको Oh, para bom bom não. Oh, já para. Nem para bom bom não. यहाँ चाहिँ पञ्चपोखरीको हाल छ पञ्चपोखरीको हाल चिरिनाले खोल्यो म बोक्छु कहाँ छ पुरिनु चाहिँ किन हाई गरेको हाइन भा तिम्रो अब बस्ने ओइ नत्र बहिनीलाई पिरिन्स हेर फेरि अब कति राम्रो मको कहिले कहिले उल्लु 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 यता चल्छ फाइनली हामी चाहिँ पञ्चकन्या बजार आइसक्यौँ बजार चाहिँ लागिरहेको रहेछ त्यहाँ चाहिँ बजार त लाग्दैन कि तर यो चाडबाडको बेलामा चाहिँ बजार चाहिँ लाग्छ तर आज त भिडै छ जस्तो देखिरहेको छ यहाँ परसम्म गाडी आइरहेछ नि त त्यही भएर भिड छ होला बजार चाहिँ अलिक माथिल्लोपट्टि हो नि त यहाँ चाहिँ हामी खाजा खानु पसेको यहाँबाट देखिने भ्यू एकदम रुख मात्रै देखिँदो रहेछ भ्यू चाहिँ हामी चाहिँ घर फर्केको सकेर यस्तो घाम लागिरहेको छ नि आराम गर्दै
ला टाउको जति लडे पनि टाउ घरबाट पठाइहाल्दैन लु त नाचेको फाइनली साथीहरू हामी चाहिँ घर आइसक्यौँ आएर भर्खर आएर लुगासुगा चेन्ज गरेर बसिरहेको छौँ आजलाई चाहिँ यति नै बाई बाई